साथीहरू, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले राम्रो व्यवस्थापन गर्न नसक्दा नेपाली काङ्ग्रेस फुटको नजिक पुगेको छ। गगन थापा विशेष महाधिवेशनबाट सभापतिमा चुनिसकेपछि र निर्वाचन आयोगले पनि गगन पक्षलाई नै आधिकारिकता प्रदान गरिसकेपछि शेरबहादुर देउवा अहिले अल्पमतमा परेका छन्। लामो समय नेपालको राजनीतिमा सङ्घर्ष गरेका, लामो समय नेपाली राजनीतिमा बिताएका र नेपालमा सबैभन्दा बढी पटक प्रधानमन्त्री भएका रेकर्ड बनाएका पूर्व काङ्ग्रेस सभापति शेरबहादुर देउवा अहिले भने लगभग राजनीतिक जीवनबाट बहिर्गमनको अवस्थामा रहेका छन् र उनले आफूले राजनीतिबाट बिदा लिनुभन्दा पहिले अब हुने फागुन 21 को निर्वाचनमा उम्मेदवारहरूको छनौट आफूले गर्न पाउनुपर्ने उनको माग रहेको थियो। र साथीहरू, अहिले शेरबहादुर देउवाको घरमा करोडौँ अरबौँको पैसा जलिसकेको अवस्थामा र घर पनि जलिसकेको अवस्थामा अहिलेको चुनावमा टिकट दिने अधिकार आफूमा राखेर त्यसबाट केही करोड अथवा केही पैसा उठाउन खोजिएको भन्ने एउटा बाहिर मार्केटतिर हल्ला सुनिएको छ। तपाईँलाई यो विषयमा के लाग्छ कि शेरबहादुर देउवाले आफ्ना सबै घर लगायत सम्पत्ति सबै गुमाइसकेपछि अब आफू राजनीतिबाट चाहिँ टाढा जाँदै गर्दाखेरि आफूलाई जीवनयापनको लागि केही पैसा आवश्यक हुने र त्यसको लागि निर्वाचनबाट टिकट बाँड्दाखेरि हामीलाई पहिलेदेखि नै सुन्दै आएकै कुरा हो, किनकि करोडौँ करोड रुपियाँ टिकट पाउनको लागि आकाङ्क्षीहरूले करोडौँ करोड रुपियाँ अध्यक्षलाई बुझाउँछन् र बुझाएका छन् भन्ने सुन्दै आएको कुरा हो। आधिकारिक पुष्टि त नभए पनि, यो आधिकारिक पुष्टि नभए पनि सुनिँदै आएको कुरा हो। यदि त्यस्तो हो भने के शेरबहादुर देउवाले आफू बहिर्गमन हुनुभन्दा पहिला केही पैसा उनले आफूसँगै आफू साथमा लान खोजेका हुन् त? के लाग्छ तपाईँलाई? कृपया कमेन्ट गर्नुहोला।